राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्ज स्थित राजा विमानस्थलसँगैको सडकमा गाडीबाट खसेर आज घाइते भएका छन्। साथीहरू, बाले नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थलमा पुगेका थिए। समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेका हुन्। 4-5 जना समर्थकहरू गाडीबाट खसेको भन्ने समाचार आएको छ। विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा सामान्य घाइते भएको भन्ने जानकारी आएको छ। बाले नेपालगञ्ज पुग्दा यस्तो थामी नसक्नु भिड थियो। साथीहरू,